आसन्न प्रतिनिधि सभाको चुनावमा अर्घाखाँचीबाट उम्मेद्वार घोषणा गर्नुभएका वा उम्मेद्वारको आकांक्षा राख्नुभएका उम्मेद्वारहरूले अर्घाखाँची जिल्लाको पूर्वाधार विकास, जिल्लाको अर्थतन्त्र विकास, पर्यटन प्रवर्धन, उच्च शिक्षाका लागि उत्कृष्ट शैक्षिक संस्था, सुविधा सम्पन्न अस्पताल, कृषि क्षेत्रको सम्भावनाबारे कस्तो धारणा प्रस्तुत गर्नुभएको छ? कि उही पुरानै राजनीतिक दलको उम्मेद्वारले जस्तै एउटा घोषणापत्रको नाममा कागजको खोस्टो बोक्नु भएको छ? कतै विरासतको नाममा, कतै सहानुभूतिको नाममा र चुनाव चिन्ह कण्ठ गराएर जनतामाथि भरम छर्नु भएको त छैन? समाज धेरै अगाडि बढिसकेको छ। त्यसैले अब हामी हावा, बकमफुसे, अर्थहीन, सम्भावना नै नभएको घोषणापत्र र भाषणको पछाडि लाग्ने होइन। जुन उम्मेद्वारले दुई चारजना आफ्नो पछाडि लाग्ने कार्यकर्ताको कुरा सुनेर हिँड्छ, त्यस्तो व्यक्तिलाई कदापि भोट दिन सकिँदैन। अर्घाखाँची जिल्लामा हरेक क्षेत्रमा विज्ञता हासिल गरेका अब्बल व्यक्तिहरू हुनुहुन्छ। उहाँहरूको सल्लाह, सुझावबाट नै कुन कुन काम कसरी कति समयमा सम्पन्न गर्न सकिन्छ भन्ने आधार नै तय गरेर अगाडि बढ्नु पर्दछ। जस्तै पर्यटन प्रवर्धनका लागि जिल्लाको नामसँग जोडिएका ठाउँहरू जस्तै अर्घाखाँची, अर्घादरबार, अर्घाको रमणीय स्थल र अर्घा मन्दिर जस्तै खाँची, खाँची मन्दिर, खाँची दरबार र त्यस ठाउँको रमणीयता, सुपादेउराली मन्दिर, नरपानी र त्यस ठाउँको रमणीयता। जिल्लाका 6वटा स्थानीय निकाय अथवा 6वटा पालिका नै धार्मिक स्थल, शक्तिपीठ र इतिहाससँग जोडेर बनाइएको छ। जस्तै सन्धि खर्क 2224 राजाका पालामा अर्घाका राजा र खाँचीका राजाले सन्धि गरेको ठाउँलाई सन्धि खर्क भनिएको हो।